हाई एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म हजुरहरूलाई अन्डा, चाउचाउ र चिउराको मिठो खाजाको रेसिपी सेयर गर्न गइरहेको छु। हजुरहरूको बच्चाहरूको स्कुलको टिफिनको लागि होस् या दिउँसोको खाजाको लागि होस्, यो खाजा एकदमै उपयुक्त हुन्छ। सुरुमा अन्डाको भुजुरी बनाएर त्यसलाई प्लेटमा निकाल्नुहोस्। त्यसपछि कराईमा थोरै तेल राखेर तेल तातिसकेपछि खुर्सानी र प्याजलाई राखेर प्याज गोल्डन ब्राउन हुनेजेलसम्म फुट्नुहोस्। त्यसपछि गोलभेडालाई पनि राखेर मजाले चलाउनुहोस्। गोलभेडालाई पकाउनको लागि र गाल्नको लागि गोलभेडामा थोरै नुन राखेर मजाले चलाउनुहोस्। अब हजुरहरूलाई कतिको चाहिन्छ त्यो अनुसारले चिउरा राखेर मजाले फुट्नुहोस्। चिउरालाई चाहिँ एकदम मजाले चलाएर फुट्नुपर्ने हुन्छ। चिउरा मजाले फुटिसकेपछि त्यसमा 1 प्याकेट चाउचाउ राखिदिनुहोस्। चाउचाउ भेज भए नि हुन्छ। मैले चाहिँ यहाँ चिकन पिज्जा लिएकी छु। यो चिकन पिज्जा चाउचाउ राखेर बनाउँदा चाहिँ एकदमै मिठो हुन्छ। त्यसपछि चाउचाउको मसला घिउ राखेर मजाले फेरि चलाउनुहोस्। चिउरा र चाउचाउलाई 2 मिनेटसम्म फुटिसकेपछि त्यसमा अघि हामीले झिकेर राखेको अन्डालाई पनि हाल्नुहोस् र मजाले मिक्स गर्नुहोस्। मैले अघि न गोलभेडा गलाउनको लागि नुन राखेको भएर र अन्डामा पनि नुन राखेको भएर मैले चाहिँ यहाँ नुन स्किप गरेको छु। हजुरहरूले चाहिँ आवश्यकता अनुसार राख्न सक्नुहुन्छ। यसरी बनाएको अन्डा चिउरा चाउचाउ एकदमै मिठो हुन्छ। हजुरहरूलाई मेरो रेसिपी कस्तो लाग्यो? मन परेमा लाइक, कमेन्ट, सेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला।